नमस्ते, मेरो नाम मिन बहादुर बाम, पेसाले चलचित्रकर्मी, सिनेमा बनाउँछु। म यो आयुर्वेदा हेल्थ होमको बारेमा 4-5 वर्ष अगाडिदेखि नै थाहा पाएको थिएँ। खास गरी न्युजमा त धेरै अगाडि थाहा पाएको, तर प्रत्यक्ष रूपमा उहाँहरूको यहाँ नागार्जुनभन्दा अगाडि नै धापासी ब्रान्चमा मलाई पहिलोचोटि आनिछुङ डोल्माले लिएर जानुभएको थियो। सो त्यो बेलादेखि उहाँले यति धेरै वर्णन गर्नुभएको थियो कि उहाँको आफ्नो शारीरिक मानसिक सबै खालको सन्तुलन खास गरी कायम गर्नलाई यो आयुर्वेदा हेल्थ होममा आउने गर्नुहुँदो रहेछ। पहिलोचोटि उहाँको मुखबाट सुनिसकेपछि फेरि एकचोटि उहाँले होल बडी रिल्याक्सेसन र फेसियल गर्नलाई धापासीमा लिएर जानुभएको थियो। सो पहिलो दिन म जब धापासीको सेन्टरमा गएँ त्यही दिनै मैले ब्रोसर मागेर यहाँ आउन खोजिरहेको थिएँ, तर समय त्यति मिलिरहेको थिएन। खास गरी यो पञ्चकर्ममा 4 हप्ताको फुल कोर्स नै गर्ने विचार थियो। 1-2 हप्ता बिचमा गरेर फेरि पछि आउने अथवा इन्कम्प्लिट गर्नुभन्दा कम्प्लिट साइकल गर्न मन थियो। त्यही भएर फाइनली आई म्यानेज टु कम हियर। यहाँ आएपछि खास गरी मलाई धेरै खालको बेनिफिट भयो। पहिलो त अब मेरो हेल्थको कुरा भयो, इन्टरनल एक्सटर्नल साइकोलोजिकल फिलोसफिकल पनि प्लस शारीरिक रूपमा पनि सबै खालको सन्तुलन, खास गरी चक्रको ब्यालेन्स अनि म भित्र भएको कन्फ्युजन्सहरू क्लियर आउट हुने कुरा, अनि शारीरिक रूपमा एकदमै तन्दुरुस्ती पाएँ। मेरो लाइफस्टाइल कम्प्लिटली चेन्ज पनि गर्न पाएँ। बिहान 5 बजे उठ्ने, 6 बजे बेलुका खाना खाएर 9 बजे अगाडि जहिले सुन्न ट्राई गर्थेँ। यहाँ आएपछि चाहिँ त्यो सबै पनि सम्भव भयो। अनि अर्को कुरा चाहिँ खास गरी मेरो वेट पनि घट्यो कि हिजो चेक गरेको, आज म 27औँ दिनमा छु। 27 दिनमा 7.5 किलो वेट घट्या रहेछ। मेरो लागि चाहिँ त्यो अलिक चुनौतीपूर्ण कुरा थियो यहाँ आउन अगाडि। अनि अन टप अफ द्याट मैले यहाँ आएर यो एकाग्रतामा स्क्रिप्ट पनि लेख्न पाएँ मैले अर्को चलचित्रको। त्यो त मेरो लागि एकदमै बोनसमा आए जस्तो भयो। आयुर्वेदा हेल्थ होममा जति पनि डक्टर्सहरू, स्टाफ, थेरापिस्ट, वैद्य अथवा अरू जति पनि यहाँ साथीभाइहरू हुनुहुन्छ, उहाँहरू एकदमै मिलनसार हुनुहुन्छ। अनि उहाँहरूको त्यो मुस्कान नै सबभन्दा ठुलो शक्ति हो जस्तो लाग्छ यो ठाउँको, जसले मलाई हरेकचोटि उहाँलाई हेर्ने बित्तिकै नयाँ ऊर्जा आउँछ। सो यो पनि यो सेन्टरको एउटा प्रमुख आकर्षण हो जस्तो लाग्छ। उहाँहरूको आत्मीयता, उहाँहरूको मुस्कान, उहाँहरूको प्रेम, यो सद्भाव चाहिँ एकदमै सम्झना लायक क्षण हुनेछ मेरो लागि लाइफ टाइम। खास गरी म यहाँ आउनु अगाडि हामी बाहिर बसेर हेर्दाखेरि यो आयुर्वेदा हेल्थ होममा जाने अथवा आरोग्य केन्द्रहरूमा, ध्यान केन्द्रहरूमा जाने चाहिँ पहिला त हाम्रो परम्परा नै थियो हाम्रो समाजको। तर अहिले पछिल्लो समयमा आएर बिरामी भएपछि मात्र जाने खालको जुन मानसिकता छ त्यो चाहिँ कम्प्लिटली चेन्ज भयो यहाँ आएपछि। खास गरी हामीलाई कतिपय सन्दर्भमा रोग लागेको या नलागेको या हाम्रो पहिलादेखिको कर्महरूको श्रृङ्खला जे हुन्छ त्यो सबैको पुनरुत्थान गर्न अथवा आफूले थाहा पाउनलाई पनि यो ठाउँमा एकदमै आउनुपर्ने रहेछ। सो म मात्र होइन, यहाँहरूलाई पनि रिक्वेस्ट गर्छु कि तपाईँलाई समय मिलेको बेलामा साँच्चीकै यो नेपालको पूर्वीय दर्शन अनुसार पनि म एकदमै विश्वास गर्ने पनि भएको भएर हाम्रो परम्परागत चिकित्सा पद्धति आयुर्वेदाको महत्त्व चाहिँ साँच्चीकै यहाँ आएपछि एकदमै गहिरोसँग भयो। म आइएम भेरी इम्प्रेस। सो यहाँलाई पनि
रिक्वेस्ट गर्छु समय मिलेको बेला या यहाँलाई मन पर्यो भने प्लिज भिजिट हियर। थ्याङ्क यू सो मच।